everyone, welcome to my new blog. आज हामी कहाँ जाँदैछौँ भन्दा बसन्तपुर दरबार स्क्वायर खुब जाँदैछौँ त हामी। उहाँ मम्मी बुवा, राखीको मम्मी बाबा अनि राखी हामी सबैजना मिलेर बसन्तपुर दरबार स्क्वायर हेर्नको लागि गइरहेका छौँ। मम्मी बुवा अनि अङ्कल आन्टीको चाहिँ फर्स्ट टाइम उहाँहरू चाहिँ बसन्तपुर जानुभएको थियो। एकदम रमाइलो गर्नुभयो उहाँहरूले। त्यहाँको त्यो स्ट्रक्चरहरू देखेर एकदम रमाइलो मान्नुभयो। इतिहास बोकेको ऐतिहासिक पृष्ठभूमि रहेको छ बसन्तपुर। साँच्चीकै बसन्तपुरमा जाँदा एकदम आनन्द महसुस हुन्छ। त्यहाँ गएर टाइम बितेको थाहा नै हुँदैन, यति राम्रो छ। यदि हजुरहरू काठमाडौँ जाँदै हुनुहुन्छ फर्स्ट टाइम भने बसन्तपुर चाहिँ जाने गर्ने ठाउँ हो। जसरी पनि जानु होला, हजुरहरूले एकदम रमाइलो गर्नुहुनेछ। बसन्तपुर पछाडि अर्को रहेको छ पशुपतिनाथ दर्शन। मम्मी बुवा म पशुपतिनाथ दर्शनको लागि गएका थियौँ। त्यहाँ पनि यो पनि एउटा ऐतिहासिक बोकेको शिवको मन्दिर हो। यहाँ भक्तजनको सधैँ जसो भिड हुने गर्दछ। यहाँ खास गरी भारतबाट पनि एकदम धेरै भक्तजनहरू आउनुहुन्छ दर्शनको लागि। मलाई यहाँ गए पछाडि परेवाहरूलाई देखेर एकदम आनन्द फिल लाग्छ कि यस्तो मजा लाग्छ मलाई हेरेर बस्दा पनि टाइम बितेको थाहा नै पाउँदैन मैले। त्यसै गरी त्यो दिन एकदम भिड थियो। मन्दिरभित्रबाट गयौँ, यसो घुमेर दर्शन गरेर हामी फर्क्यौँ। हामी त्यहाँबाट फर्केर फेरि पर्वत आउनुपर्ने थियो। त्यो हुनाले मम्मी बुवा म फर्किन्छ। थ्याङ्क यू, बाई बाई।